हेलो वेलकम टू माई युट्युब च्यानल। स्वागत छ तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा है। अनि आज चाहिँ धेरै दिन भयो, कति दिन भयो मैले दोकान बन्द गरेको हैन। झन्डै 10 दिन जस्तो भयो दोकान बन्द गरेको, किनभने मेरो बहिनीको बिहा छ नि त हैन। आज चाहिँ म बिहाको लागि रिसेप्सनको लागि चाहिँ केक बनाउन आएको हैन। केक चाहिँ बनाइसके अनि एक दुई अर्डर पनि थियो आज हैन। अब दोकान आउँदै नै छु भनेर चाहिँ मैले बनाइहालेँ, किनभने मेरो रेगुलर कस्टमरहरुको हो नि त हैन त्यो अर्डरहरु चाहिँ। अनि चकलेट केक चाहिँ बटर क्रीममा खाने अरे नि त सबैजनाले। त्यही भएर मैले बटर क्रीमको चाहिँ यहाँ मैले आइसिङ पनि बनाइरहेको छु है। अलराइट, सो एउटा सबसे फर्स्टको लेयर चाहिँ मैले बनाइसकेँ हैन, किनभने बहिनीहरू अनि बहिनीको साथीहरू थुप्रै आयो नि त हैन, त्यही भएर भिडियो बनाउन पाएन। अनि अहिले चाहिँ म सेकेन्डको लेयर काट्दैछु हैन, तर भिडियो देख्दैन सकी मेरो सेटअपै छैन क्या राम्रो। फोनै झर्लो खोज्छ अनि नयाँ भर्खर किनेको फोन कहाँ जानु, म मात्रै बेसी आउँदो रहेछ नि त। मेरो हैन मेरो थोप्रा नदेख्दा पनि भयो नि त। मलाई चाहिँ फोन आएर फोनमा बात मारेर हुन्छ, त्यहाँदेखि म भिडियो रेकर्ड गर्ने बिर्सिन्छु क्या। बिर्सेछु है मैले। यति एउटा लेयर बनाइसकेँ मैले। यो चाहिँ बटर क्रिम भएर चाहिँ पुरा भारी भयो क्या, मलाई नै टेन्सन लाग्यो लानु चाहिँ कसरी लानु भइरहेको थियो कि। सबै मतलब सबै लेयर नै म माथि गएर एसेम्बल गर्छु जस्तो लाग्दैछ। मैले फेरि बिर्सिहालेँ, आफ्नै धुनमा म काम गर्छु नि त हैन। आफ्नै धुनमा काम गर्दा चाहिँ अलिकति बिर्सिहाल्दो रहेछ हैन। यहाँ चाहिँ मैले अघि चकलेट बटर क्रिम चकलेट बटर क्रिमले फ्रोस्टिङ गरेको थिएँ हैन। अब बाहिरबाट चाहिँ सेतो व्हाइट कलरको छ नि त, त्यसले गर्दा व्हाइट कलरको आइसिङ गर्दैछ है। ओके, सो यो लेयर चाहिँ कम्प्लिट भयो है। अब यसमा चाहिँ सुगर पल लाउँछ है। भोलि बेलुका आएर चाहिँ म सुगर पल लाउँछु अब। तर अब मलाई डर लाग्दैछ है, यो भोलि बेलुकासम्म चाहिँ पुरै सेट भइसक्छ नि त हैन। सुगर पल चाहिँ टालिन्छ टालिँदैन थाहा भयो। त्यसमा चाहिँ मलाई डाउट भयो हैन, किनभने अरू बेला एक दिनको केकमा मैले सुगर पल लाउँदा चाहिँ त्यस्तो मजा टालिँदैन नि त हैन। तर अहिले पनि म लाउनु सक्दिनँ, किनभने अहिले यो फ्रेस भर्खर क्रिम मैले विप गरेर लाउँदैछु हैन। अहिले मैले सुगर पल लगाएँ भने चाहिँ सुगर पल डल्लै ब्लिट हुन्छ क्या। त्यही भएर अब अप्सनै छैन है, भोलि नै लाउँछु अनि देखाउँछु है तपाईँहरूलाई कस्तो हुँदो रहेछ। अलराइट, सो म चाहिँ अहिले दोकान आइपुगेँ हत्तु हैरान भएर है, किनभने मार्केटमा थुप्रै काम थियो। माथि पनि धेरै काम थियो हैन। तर मलाई लाग्दै थियो हैन केक चाहिँ अलिकति क्र्याक हुन्छ जस्तो। सो त्यही भएर चाहिँ म देखाउँदैछु ल तपाईँहरूलाई। है मेरो केक चाहिँ क्र्याक भएछ है, मजाले क्र्याक भएछ है। क्र्याक भएछ, यहाँ त झन् डेन्जर क्र्याक भएछ है। यस्तो भएछ यो क्र्याक भएछ है। सो अलिकति क्रिम राखेको छु, फेरि म आइसिङ। अलराइट, सो यो आइसिङ गर्दैछु म है। तर भोलि बिहान फेरि क्र्याक हुन्छ जस्तो लाग्दैछ। हेरौँ अब के हुन्छ है।
हेलो गुड मर्निङ सबैजनालाई है। आज चाहिँ 2 तारिक है, मेरो बहिनीको बिहा हो। अनि केक चाहिँ हिजो म बेलुकै बनाउन आएको थिएँ, तर क्र्याक भएछ भनेर मैले नबनाइ गएँ नि त होइन, नबनाइ गएँ। अनि क्रिम पनि लिएर आएको छु है, नयाँ बट्टाको, मजाले बनाउनु पऱ्यो भनेर। तर दोकानमा आउँदा त बत्ती छैन रहेछ बत्ती छैन रहेछ। अनि हिजो फेरि आइसिङ गरेर गएको, तर पनि केक चाहिँ क्र्याकै भइरहेको छ है। म देखाउँदैछु ल तपाईँहरूलाई। यो चाहिँ मैले छुँदा पनि छुइनँ होइन, तर यो चाहिँ हेर्नु नि यस्तो भयो है। दुईवटा चाहिँ के गर्नुपर्ने अब यसलाई चाहिँ मैले बटर क्रिम, यो मैले बटर क्रिम फिटेको छु। यो यस्तो कडा भएको छ कि अब भर्खर गएको होला नि त बत्ती होइन, थाहै छैन मलाई के गर्नुपर्ने हो। ओके यस्तो अँध्यारोमा है बनाउँदैछु म ल। अब के किनभने टाइमै छैन नि त। जहाँ जहाँ क्र्याक भएको छ त्यहाँ त्यहाँ मात्रै म चाहिँ यो क्रिम लगाउँदैछु, किनभने क्रिमै पनि कम्ती छ नि त मेरोमा। काम गर्नु पर्दैछ आज चाहिँ मलाई। यसमा चाहिँ सबै मैले सेल्टेप लगाइसकेँ है ल। मैले देखाएन तपाईँहरूलाई है। यो फर्स्टको लेयर चाहिँ कम्प्लिट भयो है, तर रोज एकदमै बेसी भयो जस्तो लाग्यो। हेरौँ अहिले है के हुन्छ। मैले चाहिँ यो सानोको चाहिँ सबै रोजहरू निकालिरहेको छु यहाँ ए, किनभने चाहिँ अलिकति मलाई ठिक लागेन क्या। अघि चाहिँ अब क्रिमै थिएन होइन, त्यही भएर मैले अब बनाएको थिएँ कि अब अहिले चाहिँ अलिकति ठिक नलागेर चाहिँ मैले उयो गरेको। फेरि हतार भयो, 8 बजिसक्यो, म यहीँ छु होइन। रातो चाहिँ रातो कलर आउँदैन कि, त्यही कारण यस्तो स्प्रे गरेको होइन। स्प्रे गरेको हात दुखिसक्यो है स्प्रे गर्नु। यो चाहिँ एडिबल कलर हो, मेरो त अनुहारै रातो हुन्छ होला है। सो फाइनली पुग्यो है भेन्यूमा। मुस्किलले पुऱ्याएँ होइन, किनभने यो
बटर क्रिम फ्रोस्टिङ भएकोले गर्दाखेरि चाहिँ केकहरू पुरा भारी भएको थियो है, वेट पुरा भएको थियो। अनि मैले चाहिँ डङ्की बनाएँ होइन। बनाउँदाखेरि चाहिँ अब टोटल चाहिँ कति 17 पाउन्ड 17-18 पाउन्डहरू भएको थियो होइन। अनि अब यसलाई एसेम्बल गर्दाखेरि चाहिँ मुनि चाहिँ अलिकति यो ग्याप देख्दैछ है। मैले डबल्सहरू पनि ल्याइनँ माथिबाट यसो थिचौँ भने होइन। अनि मैले एउटा पाइपिङ चाहिँ रेडी गरेको थिएँ यसरी बर्डर लाउनु भनेर। हतारमा चाहिँ त्यो पनि मैले बिर्सेर आएछु होइन। अनि माथिको टायर चाहिँ अलिकति हाइट भएको भए चाहिँ राम्रो हुन्थ्यो है। सो फाइनल 3टा लेयरलाई एसेम्बल गरिसकेँ। अनि मैले नाम पनि त लेख्नु पऱ्यो नि त होइन। अनि चक्लेटको त्यो एल्फाबेट मोल्डमा चाहिँ मैले चक्लेटलाई हालेर एल्फाबेट यस्तो निकालेको थिएँ होइन। अनि यसलाई चाहिँ मैले गोल्डन लस्टर डस्ट लगाएर चाहिँ ल्याएको थिएँ होइन रेडी। अनि केही अप्सनै पाइनँ है मैले यहाँ चाहिँ। त्यही भएर चाहिँ किचनबाट फेरि अङ्गुर मगाएँ। बिचरा अब भाइहरूले पठाइदिएछ मलाई होइन। त्यो अङ्गुर लगाएर साइसानो फुलहरू लगाएर यो सबै त्यो खोडे सोडेहरू चाहिँ मैले सबै उयो गरेँ है। अनि केक चाहिँ फाइनल भयो होइन, फाइनल रेडी भयो होइन। सो यसको फाइनल लुक चाहिँ यस्तो छ है। सो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है। 17 पाउन्ड चक्लेट बटर क्रिमको चाहिँ केक हो है। सो भिडियो मन पऱ्यो भने लाइक सेयर पनि गर्नु होला अनि सब्सक्राइब पनि गर्नु होला मेरो च्यानल।